साथीहरु नमस्कार, यहाँहरुलाई स्वागत छ मेरो युट्युबको नयाँ भिडियोमा। आज म तपाईहरुलाई हाम्रो प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरको थोरै दृश्य अवलोकन गराउन लिएर गइरहेको छु। आज म साना बाबु नानीहरु र मेरो परिवारसँग बागलुङ कालिका मन्दिरको दर्शन गर्ने विचारले हामीहरु त्यता प्रस्थान गरेका हौं। हामी अहिले यहाँको गेटबाट भित्र एन्ट्री भइसकेका छौं। तपाईले देख्न सक्नुहुन्छ मेरो अगाडि मेरो साना बच्चाहरु एकदम खुसीले उमङ्ग भइरहेका छन्। उनीहरु भन्छन् कति समय लागेको भित्र चाँडै जान पाए त भगवती मातासँग चाहिँ हामीहरुले पूजा र प्रार्थना गर्न पाउने थियौं भनेर भनिरहेछन्। त्यही भएर ढिलो नगरिकन म तपाईहरुलाई एकदमै डाइरेक्टली यहाँको अवलोकन गराउने छु। भिडियो छोटो छ, त्यति लामो मैले बनाउन सकिनँ किनभने पहिला मैले मेरो दिमागमा यस्तो फुटेज लिने र साथीहरुलाई देखाउने भन्ने कुरो आएन। त्यसको लागि म एकदमै क्षमा प्रार्थी छु र साथीहरुले साथ दिनुभयो भने म अवश्य पनि यस्ता आउँदा दिनहरुमा नयाँ भिडियो र यहाँको बारेमा तपाईहरुलाई अवश्य पनि म डिटेलमा भिडियो बनाउने छु। तपाईले देख्न सक्नुहुन्छ यो एकदमै हरियाली छ, चारैतिर एकदम सालका रुखहरु एकदम हराभरा सधैँ आउँ जस्तो लाग्ने एकदमै मनोरम दृश्य देख्न सक्नुहुनेछ। ब्लग एकदमै छोटो भयो र हामी मन्दिरमा को नजिकै रहेको घन्टीहरुको उसमा द्वार हुँदै हामी भित्र प्रवेश गर्दैछौँ र इन्जोय गरिरहेका छन् सबैजनाले। र तपाईहरु पनि एकपटक आफ्नो मनको कामना पूरा गर्न चाहनुहुन्छ र तपाईको कुनै त्यस्तो विश छ भने मेरो विश्वास छ अवश्य पनि बागलुङ कालिका भगवती माताले अवश्य पनि तपाईको सुन्नुहुनेछ र मलाई एकदमै यहाँप्रति एकदम विश्वास लाग्छ। म हरेक पटकको छुट्टीमा यहाँ आएर मैले एक पटक दुई पटक भए पनि यहाँको दर्शन गर्ने गरेको छु र यसपालि पनि मेरो यो पहिलो हो। फेरि पनि आउने छु र यहाँको दर्शन गर्नेछु। तपाईले देख्न सक्नुहुन्छ धेरै मन्दिरहरु छन्। तपाईहरुले आफ्नो नाममा आफ्ना कृतिहरुको नाममा पनि तपाईले मन्दिरहरुको घण्टी स्थापना गर्न सक्नुहुनेछ। एकदमै सुसज्जित, एकदमै भव्य, मनोरम, एकदम आनन्दमय वातावरण छ। बच्चाहरु एकदमै रमाइरहेका छन्, घण्टीहरुको आवाज घण्टीहरु बजाइरहेका छन्। तपाईले देखिराख्नु भएको छ। मैले मेरो आफ्नो सानो ब्लगमा समेट्ने कोसिस गर्दैछु। एकदमै नजिकै छौं। साथीहरु अवश्य पनि तपाईहरु एकपटक यहाँको भ्रमण गर्नुस्। यहाँ आएर बागलुङ कालिका मन्दिरमा आएर तपाईले अवश्य पनि आफ्नो विशेष पूरा गर्न सक्नुहुन्छ। र साथीहरु कस्तो लाग्यो आजको ब्लग हेरेर अवश्य पनि कमेन्ट गर्न नभुल्नु होला। मैले धेरै चीजहरु यहाँ समेट्न सकिनँ जसको लागि म क्षमा प्रार्थी छु। आशा छ आउँदै दिनहरुमा मैले अवश्य पनि यहाँको समेट्ने कोसिस गर्नेछु। मन पर्यो भने लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला। धन्यवाद।